हरेक देशको एउटा सुरुवातको कथा हुन्छ, होइन त? हो, त्यस्तै नेपालको पनि छ। र हाम्रो कथा सुरु हुन्छ गोपालहरूबाट, अर्थात् गाई पालेरै शासन गर्ने हाम्रा पहिलो राजाहरूबाट। त्यसो भए को थिए त नेपालमा पहिलो पटक शासन गर्नेहरू? ल, आज हामी यही गोपाल वंशको कथामा गहिरेर पस्दैछौँ, नेपालको इतिहासको पहिलो पाना पल्टाउँदैछौँ। अब पहिलो राज्य बन्नु अघिको कुरा गरौँ। काठमाडौँ उपत्यका जुन आज हामी देख्छौँ त्यो सधैँ यस्तो थिएन। भनिन्छ यो त नागदह नामको एउटा ठूलो ताल थियो। अनि कसरी बन्यो त यो बस्न लायक जमिन? यसको पछाडि एकदमै रोचक कथाहरू छन्। नेपालको जग कसरी बस्यो भन्नेबारे दुईवटा मुख्य कथाहरू पाइन्छन्, जसमा बौद्ध र हिन्दू परम्पराको गजबको मिश्रण छ। एकातिर मञ्जुश्रीले आफ्नो दैवी तरवारले चोभारको डाँडो काटेर पानी बाहिर पठाएको कथा छ, अनि अर्कोतिर भगवान कृष्णले दानासुरलाई हराएर पहाड छेडी पानी निकालेको कथा। हेर्नुस् त, कथाहरू फरक भए पनि निचोड एउटै हो। एउटा महान सभ्यताको सुरुवातका लागि यो भूमि तयार हुँदै थियो। ल, उपत्यका त बस्न लायक भयो, तर अब प्रश्न आयो, यहाँ शासन चाहिँ कसले गर्ने? हो, यहीँबाट सुरु हुन्छ गोपालहरूको कथा, जो कुनै लडाईँ जितेर होइन, दैवी कृपाले नेपालका पहिलो राजा बन्न पुगे। नेपालको पहिलो राजतन्त्रको कथा कुनै युद्ध वा शक्ति प्रदर्शनबाट होइन, बरु आस्थाबाट सुरु हुन्छ। कथा सुरु हुन्छ नेमुनी र बौरी नामको गाईबाट। त्यो गाईले हरेक दिन एउटै ठाउँमा गएर दूध चढाउँथे। जब त्यो ठाउँमा खनेर हेरियो, त्यहाँ भगवान शिव ज्योतिर्लिङ्गको रूपमा प्रकट हुनुभयो। हो, यही दैवी घटनापछि नेमुनीले भूमिगुप्तलाई नेपालको पहिलो राजा घोषणा गरे, जसले गोपाल वंशको शासनलाई एउटा आध्यात्मिक मान्यता दियो। अब लोकसेवा परीक्षाको तयारी गर्नेहरूको लागि यो स्लाइड एकदमै महत्त्वपूर्ण छ है। तीनवटा कुरा दिमागमा ट्याटु नै बनाउनुस्। पहिलो राजा भूमिगुप्त, जसलाई भुक्तमान पनि भनिन्छ। राजा बनाउने व्यक्ति नेमुनी र राजधानी मातातीर्थ। गोपालहरू भारतीय उपमहाद्वीपबाट आएका थिए र उनीहरूले नै नेपालमा वंशीय शासनको जग बसालेका हुन्। यो कुरा ख्याल राख्नुहोला। भूमिगुप्तले जग त बसाले, तर त्यसपछि के भयो? उनको वंशले शताब्दीौंसम्म शासन गर्यो। आउनुहोस्, अब ती 8 राजाहरूको विरासत र उनीहरूको जीवनशैली कस्तो थियो त्यो हेरौँ। ऐतिहासिक वंशावलीहरूलाई मान्ने हो भने गोपाल वंशले झण्डै 521 वर्ष शासन गर्यो। सोच्नुस् त, 5 शताब्दीभन्दा बढी। यो कुनै सानोतिनो समय होइन। यसले उनीहरूको शासन कति स्थिर र निरन्तर थियो भन्ने कुरा देखाउँछ। यहाँ हामी गोपाल वंशका 8 जना राजाहरूको सूची हेर्न सक्छौं। भूमिगुप्तबाट सुरु भएर यक्षगुप्तमा अन्त्य भएको यो वंशले आफ्नो विरासतलाई अगाडि बढायो। हुन त विभिन्न वंशावलीमा उनीहरूको शासन अवधिबारे थोरै फरक कुराहरू भेटिन्छन्, तर राजाहरूको यो क्रम भने लगभग सबैमा उस्तै छ। गोपालहरूको जीवनशैली एकदमै सरल थियो। उनीहरूको अर्थतन्त्रको मुख्य आधार नै गाई पालन थियो। समाज ससाना कुलहरूमा बाँडिएको थियो, र धर्मको कुरा गर्दा उनीहरू शिवका भक्त थिए। वास्तवमा पशुपतिनाथको खोजलाई उनीहरूको सबैभन्दा ठूलो र महत्त्वपूर्ण धार्मिक योगदान मानिन्छ। यही सरल जीवनशैलीबाटै उनीहरूले पूर्वमा दुधकोशीदेखि पश्चिममा त्रिशुलीसम्म आफ्नो राज्य फैलाएका थिए। अब परीक्षामा यी 8 राजाहरूको नाम क्रमसँगै याद गर्न अलिक गाह्रो हुन सक्छ, होइन त? ल, यसको लागि एउटा सजिलो तरिका छ। यो वाक्य याद राख्नुहोस्। भूमि, जय र धर्म हर्षित थिए। भीम र मणिले विष्णु र यक्षलाई देखे। यो एउटै वाक्यले तपाईलाई पुरै वंशको क्रम सजिलैसँग याद गराउँछ। ल, अब हामी सबैभन्दा महत्त्वपूर्ण खण्डमा आइपुगेका छौं, विशेष गरी लोकसेवाको तयारी गरिरहेकाहरूका लागि। किनभने ऐतिहासिक स्रोतहरूमा एउटै कुरामा पनि फरक जानकारी पाइन्छ। अब हामी त्यही विरोधाभासलाई स्पष्ट पार्नेछौं। पहिलो विवाद नै पहिलो राजाको नाममा छ। गोपाल राजवंशावलीले भूमिगुप्तलाई पहिलो राजा मान्छ भने अरू केही स्रोतहरूले भुक्तमानलाई मान्छन्। यहाँनिर कन्फ्युजन हुन सक्छ, त्यसैले परीक्षाको लागि दुवै नाम महत्त्वपूर्ण छन् भन्ने कुरा याद राख्नुहोला। हो, त्यस्तै विवाद अन्तिम राजाको नाममा पनि छ। केही इतिहासकारहरू जितगुप्तलाई अन्तिम राजा भन्छन्, त कोही यक्षगुप्तलाई। यी दुवै नाम किन महत्त्वपूर्ण छन् भने यिनीहरूको शासनकाल सकिएपछि नै महिषपाल वंशको उदय भएको थियो। अब शासन अवधिको कुरा गरौँ।
यो बार चार्टले प्रष्ट देखाउँछ कि फरक फरक स्रोतहरूले गोपाल वंशको कुल शासन अवधिको बारेमा फरक फरक तथ्याङ्क दिएका छन्। राइटको वंशावली अनुसार 521 वर्ष, गोपाल राज वंशावली अनुसार 505 वर्ष र भाषा वंशावली अनुसार 436 वर्ष। प्रश्नमा कुन स्रोत अनुसार भनेर सोधिएको छ त्यसलाई ध्यान दिएर उत्तर दिनुपर्छ। त्यसैले यी तीनवटै आँकडा सम्झिनु जरुरी छ। यति धेरै ऐतिहासिक विवादका बावजुद गोपाल वंशले नेपालको इतिहासमा जुन छाप छोडेको छ त्यो कहिल्यै मेटिँदैन। अब हाम्रो अन्तिम खण्डमा हेरौं उनीहरूको त्यो विरासत जसले आजको नेपालको जग बसाल्यो। गोपाल वंशको पतन कसरी भयो त? यसको मुख्य कारण थियो अन्तिम राजा निसन्तान हुनु। यसले गर्दा शक्तिमा एउटा खालीपन आयो र त्यही खालीपनलाई महेशपाल अर्थात् भैँसीपालक वंशले भरिदियो। उनीहरू पनि अर्को आभिर कुलकै थिए। ल अब गोपाल वंशको विरासतलाई सारमा भन्नुपर्दा तीनवटा मुख्य कुरा कहिले नबिर्सनुहोस्। पहिलो, नेपालमा पहिलो पटक राजतन्त्रको स्थापना उनीहरूले नै गरे। दोस्रो, पशुपतिनाथको जग उनीहरूले नै बसाले। र तेस्रो, नेपाल नामको उत्पत्ति पनि यही समयसँग जोडिएको मानिन्छ। नेरमुनिले पाल गरेको भूमि। यी तीन योगदानले नेपालको भविष्यलाई आकार दिएको हो। गोपालहरूको शासन काठमाडौँ उपत्यकामा मात्र सीमित थिएन है। उनीहरूको राज्य पूर्वमा दुधकोशी, पश्चिममा त्रिशुली, उत्तरमा गोसाईकुण्ड र दक्षिणमा चितलाङसम्म फैलिएको थियो। यसले के देखाउँछ भने उनीहरूले एउटा सानो होइन बरु एउटा बलियो क्षेत्रीय शक्तिको जग बसालेका थिए। र अन्तमा एउटा प्रश्नबारे सोच्दै आजको लागि बिदा लिऊँ। गोपालहरूको यो कथा इतिहास र मिथकको एउटा सुन्दर सङ्गम हो। प्रश्न यो छ, कुनै पनि राष्ट्रको स्थापनाको कथाले चाहे त्यो जतिसुकै पौराणिक नै किन नहोस् त्यसले आजको हाम्रो पहिचानलाई कसरी आकार दिइरहेको होला?